Hello guys, welcome back to my YouTube channel. And अहिले चाहिँ टाइम 6:30 भएको रहेछ. सो अहिले चाहिँ म सधैँको जस्तो ड्युटी गर्दैछु, बिहानको मर्निङ ड्युटी. सो आज म फिल्म गरौँ भनेर सोचेको. के हुन्छ म तपाईँलाई अपडेट गराउँछु नि. लस किप वाचिङ माई ब्लग्स. यो चाहिँ हाम्रो आजङको घर हो. यहाँ मुनि पनि एउटा घर छ. त्यो पर देख्ने चाहिँ हाम्रो घर हो. रोटेर जानुपर्छ उकालो. सो यस्तै रोडमा हामी हिँड्नुपर्छ. यहाँ चाहिँ नयाँ हो यो रोड, भन्दा पनि 6-7 इयर्स भयो लाग्यो भनेको. यहाँबाट गएर चाहिँ माथि गयो जहाँ गानुपर्छ. म चाहिँ बिहानै यो रोड गयो भने चाहिँ खामदुङ पनि पुग्छ गाइस. यहाँनिर चाहिँ दुईवटा रोड छुट्टिएको छ. अन्त यो साइडको रोड गयो भने चाहिँ तपाईँ यतैपट्टिको यता पल्लोपट्टि पनि एउटा गाउँ छ है, त्यहाँनिर पुग्नु सक्नुहुन्छ. यो बाटो चाहिँ नछोरी तपाईँ उकालो गयो भने चाहिँ माथि खामदुङ अर्ग्यानिक डाँडा पुग्नुहुन्छ. तर बाटो यो चाहिँ बेसी भएको छैन. यो चाहिँ 1 इयर मात्रै भयो खनेको. यो बाटो चाहिँ यो चाहिँ पहिला 8 इयर्सहरू भयो. खासमा चाहिँ पहिला यहीँबाट बाइक यो रोड लगेर चाहिँ उता माथिनिर खामदुङ जाने बाटो नै बनाउनु लागि चाहिँ खनेको अरे. तर के प्रब्लम भएर बिचमा त्यो बारीहरू नदिएको कारणले गर्दाखेरि चाहिँ यो बाटोलाई चाहिँ ब्लक गरेर, मतलब त्यहाँ जहाँसम्म खने त्यहाँसम्म छोडिदिएर चाहिँ यो नयाँ कन्स्ट्रक्सन गरेको बाटो यस्तो खालको छ. गाडी त मजाले छिरिहाल्छ. सो यहाँबाट चाहिँ खामदुङको माथि अर्ग्यानिक डाँडा चाहिँ छिट्टो पुग्छ अरे. त्यही कारणले गर्दाखेरि चाहिँ यो रोड कनेक्ट गरेको, एक्स्ट्रा कनेक्ट गरिरहेको. भोलिको दिनमा के हुन्छ. सो यो बाटो पनि तपाईँहरू खामदुङ चाहिँ जानु सक्नुहुन्छ. यो पनि खुल्लै छ लस. तर अलिकति अप्ठ्यारो चाहिँ होला. तर पनि यतिको त राम्रै कुद्छ जस्तो लाग्छ मलाई गाडीहरू चाहिँ. सो यो बाटो छ. अन्त यो एउटा उता गर्ने पल्लो गाउँ भने यो गाने चाहिँ यता माथि सानो गाउँ छ, त्यसलाई कनेक्ट गर्ने रोड हो. यो प्राइभेट खनेको यो चाहिँ. सो हाम्रो गाउँ पनि बिस्तारो डेभलप हुँदैछ है. हाम्रो गाउँको नाम चाहिँ साङनाम गेथाङ हो. सो बिस्तारै अब मलाई चाहिँ के लाग्छ भने गाउँलाई डेभलप हुनुमा चाहिँ रोड चाहिँ हुनैपर्छ जस्तो लाग्छ. रोड कनेक्टिभिटी राम्रो छ भने चाहिँ जस्तै इन्स्टिट्युसन्सहरू पनि आउनु सक्छ नि त. जे पनि अब नयाँ गभर्मेन्टको स्किम्सहरू आयो भने चाहिँ गाउँ चाहिँ डेभलप्ड हुन्छ जस्तो लाग्छ मलाई चाहिँ. तर पहिलाको म आउँदाखेरि 6 इयर्स ब्याक अलिक यस्तोहरू थिएन. तर अहिले त निकै बेसी डेभलप्डहरू पनि भइसकेको छ. खुसी लाग्छ. बिस्तारो हाम्रो गाउँ पनि अगाडि बढ्दैछ हो. यसको लागि चाहिँ अब हामी सबैजना यहाँको मान्छेहरू मिलेर चाहिँ काम गर्नुपर्ने हुन्छ गाइस. सो यो टर्निङ यस्तो घुमेर लगेर चाहिँ देखाउँछु ल. म कहाँबाट उकालो चढ्छु भनेर सानो गाडी राख्ने पार्किङ बनाइदिएको रहेछ यति यहाँ छ होइन. तर यो खामदुङ जानु चाहिँ सिधै जानुपर्छ हो. म चाहिँ यताबाट जाने ल. यहाँ सर्टकट छ माथि जाने. मेरो बडाहरूको घर, बडाबडीको घरमा जान्छु म सधैँ बिहान. सो यो बाटो नछोडी गयो भने चाहिँ यता माथि म जाँदै गरेको ठाउँमा पनि ठुलो धेरै घरहरू छ. मजाले गाउँहरू बसेको गाउँ छ. यहाँनिर चाहिँ मान्छेहरूले पुरा बेसी अर्ग्यानिक फार्मिङहरू गर्छ है. म तपाईँहरूलाई देखाउँछु नि लस. सबै उनीहरूले सब्जीहरू चाहिँ किन्दैन. सबै यता आफै फलाएर आफै खानुहुन्छ. राम्रो छ. यहाँबाट सिङतामहरू पनि लानुहुन्छ बेच्नुको लागि हो. अब यो साइडमा हेर्नुभयो भने तपाईँले फेरि त्यहाँ हाम्रो गाउँ डिफ्रेन्ट पार्टको उता साइडमा गाउँै छ. यो पारी देख्नुहुने चाहिँ बर्मेकहरू हो. बर्मेक. अन्त यो साइडको तिमीतारको हो. योनिर खामदुङ कोठीहरू यहाँ देख्छ. मेरो फोनको क्वालिटी चाहिँ राम्रो छैन, त्यही कारणले गर्दाखेरि त्यस्तो क्लियर आउँदैन. तर सुन म क्वालिटी अपडेट गर्नेछु गाइस. यता यो बारीतिर सबै बिस्तारै हेर्नुहोस् त. यो मकैहरू छर्नु भएको थियो अस्ति आगेले मकैहरू हुँदैछ यहाँ त. तर प्रायः नै बारी त उयो हुँदैन, बाँझो चाहिँ हुँदैन. जहिले पनि के गरिरहेको हुन्छ. कस्तो एनर्जेटिक छ काम गर्ने मान्छेहरू. सो म जाने चाहिँ यता माथि हो. अब तपाईँले धेरै घरहरू देख्नुहुन्छ. यता चाहिँ घरै घर छ. यहाँनिर त नि कति बेसी मजुरहरू आउँछ नि. 10-12 मजुर छ कि नाचिबस्छ एभ्रिडे. पहिला त हामी मजुर हेर्नु लागि पनि जूहरू जानु पर्थ्यो होइन. यहाँ हाम्रो गाउँमा चाहिँ मजुर चाहिँ नि उनीहरूले फ्यामिली होला 2टा भालेर 9वटा है कतिवटा पोथी छ यहीँ बस्छ. सो यहाँनिर हेर्नुहोस् त बाख्राहरू पालेको छ है. देखाउँछु ल तपाईँलाई बाख्राहरू.
पुरा पालेको छ सिमी मैले तपाईँलाई भने नि अघि सिमी हेर्नुहोस् त कत्रो कत्रो लाग्छ यहाँ पनि सिमीहरू रहेछ यो अन्य हुनुहुन्छ बिचार कस्तो राजा काम गर्नुहुन्छ के रोप्नु भएको नि हो उयो चाहिँ के हो मेथीको साग कस्तो रोप्नुहुन्छ यता माथितिर गाउँहरू लस्करै गाउँहरू छ नि यहाँ पछाडि पनि सब्जी त आँगन आँगनमा यहाँ हिजो मात्रै छरेको मकै छरिरहेको छ यहाँ अस्तिसम्म ड्याममै सब्जीहरू थियो यहाँनिर त्यहाँ बोल्नु हुँदैछ बोल्नु सबै हालिदिन्छु यहाँनिर सबै सब्जीहरू काम नभएर म भिडियो गरिदिएँ नि घरि सब्जीहरू हेर्नु त कस्तो मजाले के भयो अरे बोल्नु न के भयो अरे ल ए लु गाउँघरमा त्यसो चल्छ है चिया खानलाई छिमेकीको घर मैले त गाइस पाइहालेँ ऊ माथि सबसे बेसी चाहिँ यहाँ माथिबाट सबसे बेसी चाहिँ निकाल म चाहिँ बिग्रेको छ है म चाहिँ बिग्रेको हो कोपी लानु अरे हौ कोपी आम्माले पनि लैजा भन्दैछ कि अस्तिदेखिको छ नि ए गर्दैछ अब सब्जी पाउन आँटेको छु मैले अर्को पनि ल फुलहरू म चाहिँ यहाँनिरको घरमा आएको हेर्नु न उहिलेको घरहरू यहाँ अथेन्टिक टाइपको पहिलाको भुटिया घरहरू अझै योभन्दा पनि पुरानो घरहरू पनि छ यहाँनिर मलाई चाहिँ सब्जी लानु अरे कि कोपी आमचुङले टिप्नु हुँदैछ गाइस हेर्नु कहिले देखेको छु यसरी देख्छ मिवा पनि रहेछ आमचुङले धन्यवाद थ्याङ्क यू गएको ल सुची जान्छु अब गाइस आई गट दिस बिहान बिहान हेर्नु यो बस्तीमा बस्नुको फाइदा चाहिँ तपाईँहरूले विदाउट मनी यु विल गेट दिस टाइप अफ झऱ्यो नि प्रभुजी सो सरी कोपी किन मैले झारेँ आयो सो म चाहिँ अब फर्किँदैछु सब्जी यति पाइहालेँ हो लिएर चाहिँ स्टे ट्युन आउने भिडियोजको लागि म अझै भिडियो गर्छु भरे स्कुलमा पनि है सो म त आइपुगेँ घर यता जायो भने तपाईँलाई याद छ अस्तिको भिडियोमा पनि भनेको छु खामदुङ साङ जाने बाटो गान्तोकहरू यता सिङताम यहाँदेखिको सिङताम चाहिँ 15 मिनट्समै पुग्छ सो आई रिच माई सो गाइस म अहिले चाहिँ स्कुल जानुको लागि अलिकति स्किन केयर गर्दैछु I'm having this cream biscuit, guys. Your orange go मिठो हुन्छ स्टाफ रुम हो हाम्रो यो चाहिँ क्लास 6 को नानीहरु Did you finish your homework? Yes, ma'am. So हाम्रो ब्रेक टाइम हामी अब टी टाइम भइराख्छ
यहाँनिर चाहिँ हाम्रो दिसन मिस हुनुहुन्छ किन बोले मलाई त बहिनी कम्ती ल थ्याङ्क यू भयो थ्याङ्क यू सो हामी चाहिँ घरमै चिया बनाएर ल्याउँछ अब चिउरा हालेर खानुपर्छ Okay guys, so this is 4th period. मेरो चाहिँ यहाँनिर तलनिर बिल्डिङमा क्लास छ 7 मा. So I'm going there. यहाँ तलको क्लास आज मेरो टेस्ट छ. So bye. Come in. Come here. यहाँ आऊ. के चाहियो रे तिमीलाई? तिम्रो हाइट कति छ? भलिबल भेट्छ? नेट कटाउँछ भलिबल? खै लिएर आऊ त हेरौँ. यहाँ देखाऊ है मलाई भलिबल निकालेर. हाम्रो यहाँ बिन बेबुलाई मेहमान. कम इन. खै संस्कार खै देयर इज नो बल देन तिम्रो साथीहरु लगेको छ जाऊ गएर खेल. से थ्याङ्क यू म्याम. खै संस्कार खै थ्याङ्क यू म्याम भनेको. अम्बिका के दिएको उसलाई? दिनु हुँदैन त नानीहरूलाई टोल. So guys, म चाहिँ भर्खरै घर आइपुगेँ स्कुलबाट. अन्त ड्रेस चेन्जहरू गरेर चाहिँ अब फ्रेसन अप हुन आँटेको. आजको लागि चाहिँ यति नै हो. थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज. मेक स्योर टु लाइक, सब्सक्राइब, सेयर एन्ड कमेन्ट टु दिस भ्लग.